ट्रेनिङ उद्घाटन गर्नु पर्यो, मन्तव्य दिनु पर्यो, त्यहीँ कति जान्छ त 1.5 घण्टा जान्छ। तर हाम्रो साथीहरू दाइहरू भाइ बहिनीहरू मिलाएर पनि हाम्रो 25 कि 23 मिनट मात्रै लिएको रहेछ है। 23 मिनटका हामी 1.5 घण्टा हामी ठिक्क फ्रेमभन्दा अगाडि नै छौँ के। त्यो कारणले गर्दाखेरि त्यो कार्यक्रम भएको भए यहाँनिर सबै हुन्थ्यो। यसमा के हुन्थ्यो भन्दाखेरि उद्घाटन सत्र भनेर लेखिन्थ्यो क्या। अब के हुन्छ सकिने बेला समापन सत्र हुन्छ क्या। सत्र भनेको त्यो सेसन। अब हामीले चाहिँ यो यसमा के गर्नु पर्यो भने राम्रो एउटा सफा ठाउँमा यो सबै सार्नु अनि नीति यहाँ लेख्नुहोस्। तपाईँको त्यो अगाडि जुन छ नि कपीको त्यो अगाडि जे छ त्यही गर्नु, त्यही हेर्दा हुन्छ। फोटो खिच्नु हुन्छ हुँदैन लेख्नै पर्छ। लगभग सकिने बेला भयो नि त। अब म दाइहरूकै प्रोग्रामको सल्लाह दिन्छु। कुनै अवस्थामा चाहिँ भन्नुपर्ने बाध्यता पनि हुन्छ प्रमुख अतिथि होइन। अब कोही के त्यस्तो अवस्थामा हदपति भर्सक नभन्ने क्या 5% बाहेक बुझ्नु भने 6 महिनाजनाबाट कार्यक्रम सुरु गर्दाखेरि के हुन्छ भने त्यो बोरिङ राम्रो पनि हुँदैन। जहिले पनि राम्रो पोजिटिभ एङ्गलबाट चाहिँ सुरु गर्नुपर्छ। अनि लामो भूमिका वा धेरै बोल्नु हुँदैन। मैले अघि भने संक्षेपीकरणको खुबी हुनु पर्यो। मक्ताले बोलेको कुरा दोहोऱ्याउनु हुँदैन। अरू कुरो भूमिका पनि लामो बाँध्नु हुँदैन। कतिखेर लामो बाँधिन्छ भन्दा सम्मानित व्यक्तित्वहरूको बारेमा सम्मान कार्यक्रममा चाहिँ भूमिका बाँध्नुपर्छ। प्रमुख अतिथि आउने बेला भूमिका बाँध्नुपर्छ। किन भन्नु त एउटा कुनै पनि कार्यक्रमको प्रमुख व्यक्तित्व भनेको प्रमुख अतिथि उनलाई प्रमुख त्यो भूमिका त बाँध्नु पर्यो नि त। आज त यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ विगत लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान दिनुभएको 2001 सालदेखि यस्तो उहाँले चाहिँ यो गर्नुभयो भने त अलिकति त 2 मिनट त लिनु पर्यो नि त। उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ, उहाँ हुनुहुन्छ फलना, उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न उहाँलाई भन्नु। अब अर्को कुरो भनेको सम्मान। आजको लागि विशेष सम्मान कार्यक्रम वितरण गर्न गइरहेको छ। हाम्रो धरानको एकदमै विशिष्ट व्यक्तित्व उहाँ चाहिँ लामो समयदेखि गरिब तथा असहायको क्षेत्रमा लागिरहनु भएको छ। 2045 सालदेखि यसरी भएर उहाँले चाहिँ विभिन्न ठाउँमा चाहिँ अगुवाई गरेर भनेर उहाँको बारेमा भन्ने। उहाँ हुनुहुन्छ सम्मानित व्यक्तित्व फलना। उहाँ आयो त्योदेखि उपरान्त अरूलाई चाहिँ भन्न जरुरी छैन के। वक्ता आउँदै हुनुहुन्छ बोल्नको लागि उहाँ चाहिँ यस्तो भन्नु परेन कि। नर्मली भन्ने यो संस्थाको व्यक्ति यो भन्दा भन्ने बानी है। त्यो भयो भने टाइमको बर्बाद हुँदैन। अब अर्को कुरो वक्तामाथि चाहिँ हस्तक्षेप गर्नु भएन। जस्तै यहाँनिर भाषण गर्दै हुनुहुन्छ अनि हामीले चाहिँ हस्तक्षेप गर्नु भएन। टाइमको सदुपयोग गर्ने भनौँ 5 मिनट भनेको उसले 7 मिनट दिनु आएको भने चिट हुन्छ नि, चिट बनाएर दिने। तर दिँदाखेरि चाहिँ हामी मिटअप भएर क्या यस्तो रिकभरी गरिरहन्छ। चिट भन्न चाहिँ त्यस्तो गरेर हाँस्दै दिन्छ क्या। त्यो दिने होइन, चिट दिएको हो त काममा भनिदिनु भइहाल्यो त। त्यो चिट भनेको त थाहा नपाउने गरी टुङ्गाओस् भन्ने कुरा हो नि त। ल है भनेर बिस्तारै नदेख्ने गरी दिने होइन भने हामी प्रोफेसनल मान्छे हामीलाई अप्ठ्यारो लाग्छ नि। हामीले दिने नै होइन क्या। संयोजकलाई आयोजकलाई दिन लाउने क्या। हामी नराम्रो दिन नि त। हामी किन नराम्रो हुन्छ जागिर खानुको काम गर्नु गएको होइन, अरूलाई दिन लाउने नि। अनि हदै पैसा होइन भने आफूले दिने चिजमा चाहिँ लेखेर दिने। अनि तर हस्तक्षेप गरेर माइक बन्द गर्ने काम गर्नु हुँदैन। हाम्रो त्यो धर्म होइन। बुझ्नुभयो नि। त्यो कारणले गर्दाखेरि हामीले कसरी हुन्छ कार्यक्रमलाई सुन्दर आकर्षक अनि एकदमै राम्रो चाहिँ बनाउनु पर्छ
है। अनि अर्को कुरो कार्यक्रम तालिका चाहिँ किन बनाउनुपर्छ भन्ने कुरा पनि आयो नि त। हामीले कार्यक्रमको तालिकाको विषयमा गयौँ है, कुरा गऱ्यौँ। किन चाहिन्छ जस्तो लाग्यो सेड्युलको किन आवश्यकता? नलेज ग्रुपिङ सिस्टम सबैलाई थाहा छ भने हजुर, अनि आफूलाई पनि सजिलो होस् भने। अनि अरू कोही बोल्नु चाहनुहुन्छ? कार्यक्रम राम्ररी सञ्चालन अब यस्तो हुन्छ है, तपाईँले भनेको जस्तै कार्यक्रमको तालिका चाहिँ किन चाहिन्छ भन्दाखेरि निर्धारित समयमा चाहिँ कार्यक्रम सञ्चालन गर्न अनि गराउनका लागि उद्घोषकले गराउनलाई आयोजकले बनाउने हो, उद्घोषकले होइन। तर अहिले चाहिँ हाम्रो नेपालमा भनेको चाहिँ सबै कुरा आफै हुनुपर्ने भएर अहिले उद्घोषकले पनि सहयोग गर्नुपर्ने हुन्छ। बुझ्नुभयो नि? कतिपय संस्थामा त हरेक कुरा ब्यानर म्यानेजमेन्टदेखि सबै उद्घोषकले गर्नु परिरहेको अवस्था हो। यो हाम्रो दुर्भाग्य पनि हो, सौभाग्य पनि हो कि। तर कतिपयमा चाहिँ आनन्द हुन्छ। कुनै कुनै कर्पोरेट हाउसहरू हुन्छ नि, ठुलो ठुलो सूर्य नेपालको पनि मैले एनसेल लगायत मैले 10-15वटा संस्थाको त काठमाडौँको त मैले कर्पोरेट हाउसको ट्रेनर प्लस एङ्गल भएर पनि गएको छु। उनीहरूको चाहिँ अगाडि नै पढ्नु दिएको हुन्छ क्या। अनि यो कन्सेप्टमा यो बुझ, तिमीले योसम्म यतिसम्म भनेको चाहिँ बुकै हुन्छ। मसँग एउटा कि दुईवटा पनि छ। त्यहाँ चाहिँ त्यो कोर्सै हुन्छ। त्योभन्दा यतिसम्म यति बोल्ने, यतिदेखि यति नहुन्छ। त्यही फ्रेममा बस्नुपर्छ क्या। फ्रेममा बसेपछि त्यहाँ इन्टरटेनमेन्ट पनि हुन्छ, ठुलो बसहरूको उयो पनि हुन्छ, त्यसरी मिलाएको हुन्छ। अर्को कुरो भनेको मन्त्रीहरूको खासै पर्दैन। मुख्यमन्त्री प्रधानमन्त्रीको चाहिँ आफ्नो सेड्युल नै हुँदैन। आयोजकले बनाएको पनि आर्मीको त्यहाँ अनि चिफहरू को पनि आउने, को उनीहरूको आर्मीको ठुलो मान्छे उसको बढीलाई के हेरिदिँदो रहेछ। अनि त्यसपछि स्वागत चाहिँ होइन। अनि त्यसपछि अर्को कुरो भनेको पिए हो कि के हुन्छ नि, उनीहरूको चट 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 काटिन्छ। आयोजक ट्रिक्क बोल्न पनि मिल्दैन। म त बोल्दिनँ किन एङ्कर हो। त्योदेखि बाहेक चाहिँ अरू सबै आफूले नै गर्नुपर्छ। अनि पुलिसहरूको पनि उनीहरूको गर्नुपर्छ है, मेरो अनुभवमा। त्यो कारणले गर्दाखेरि चाहिँ त्योभन्दा उल्टा चाहिँ सेड्युलमा हामी चाहिँ प्रिपेयर हुनुपर्छ है। आयोजकले दिन्छ र म चाहिँ सेड्युल अनुसार गर्छु भन्ने होइन है। अनि सेड्युलमा पनि तलमाथि हुन्छ नि, आसन के अरे राष्ट्रगानको सम्मान यतिखेर, अनि के भन्छ दियो बाल्ने स्वागत मन्तव्य भन्ने चाहिँ तलमाथि मिलाउँदा केही फरक पर्दैन। नियम अहिलेसम्म थाहा छैन, आफ्नो प्र्याक्टिस हो क्या। अर्को कुरो भनेको चाहिँ समय निर्धारण गर्न पनि हुन्छ। त्यो समय निर्धारण गर्ने सेड्युल टक्क हेरेपछि हामी जहिले पनि सेड्युल हेरेर हामीले चाहिँ समयको क्यालकुलेसन गर्नु। तपाईँ कहीँ जाँदै हुनु, साँझ तपाईँको चाहिँ विराटनगर पुगेर उड्नुपर्ने छ होइन, 5:30को फ्लाइटमा तपाईँको कार्यक्रम बिहान 8 बजे सुरु हुन्छ भने तपाईँले त्यो कार्यक्रम 9:30को सोच्नु, किनभने ढिलो हुन्छ नि। 9:30देखि कार्यक्रम यसरी हेर्नु कतिवटा बुझा छ। 5वटा भाषा पढ्ने छ, एउटा सम्मान छ, अरू गरेर 5 पछि 25 मिनट, अनि एउटा सम्मान गरेर 30 मिनट गरेर क्यालकुलेसन गरेर तपाईँले 2 घन्टाको प्रोग्राम भनेर सोच्नुपर्छ क्या। अनि 2 घन्टा सोचेपछि अक्रम बक्रम बोलिन्छ, खाइन्छ, अथवा नभए पनि हाइएल हुन्छ। 1 घन्टा गरेर टक्क त्यसलाई 5 घन्टा टक्क दिनुभयो भने विराटनगर जाने टाइमहरू तपाईँ सबै भेट्नु हुन्छ। मैले किन दिनमा रिपोर्टिङ गरेर पनि म प्रदर्शन गर्ने भएको छु, अनि डेस्कमा काम गरेर पनि भ्याउँदै भइरहेको भने म त्यसरी गर्छु क्या। अनि कति न्युजको डेस्कमा त म एउटा रेडिङ एउटा प्रोग्राम होस्ट गरेर पनि 6 बजे डेस्कमा कार्यकारी सम्पादक पनि भन्थ्यो। एउटा रेडिङ म त्यहाँदेखि मैले भ्याएको छु क्या। त्यस्तो हुन्छ। अनि त्यतिखेर चाहिँ म सजिलो लुगाहरू लाउँछु क्या। जुत्ताहरू सजिलो लुगा लगाएर अफिसमा कतिपय लुगा फेर्ने लुगा राखेर पनि मैले त्यसमा गरेको हुन्छु। अस्ति दाइले देख्नु भएको छ उता मैले राम्रो न्युजहरूको लागि रिपोर्टिङ गरेर साथीसँग उसको के कारोबार गरेर उसलाई बिदा गरेर म आएर भान्सा खाएर नयाँ रेडी भएर उनीहरूले प्रोग्राम चलाउनु क्या। न्युज पनि त्यसरी क्या। हामीले चाहिँ एउटा टाइमलाई फ्रेमवर्क भयो नि त होइन, त्यसरी मिलाउन सकिन्छ। अर्को कुरो भनेको यो कार्यक्रमको गरिमा वृद्धि गर्नको लागि, कार्यक्रमलाई चाहिँ कसरी उत्कृष्ट राम्रो बनाउनको लागि पनि, अर्को कुरो उद्घोषकलाई पूर्ण जानकारीको लागि पनि हो। जस्तै अस्ति म हाम्रो कार्यक्रममा तपाईँहरू बसेको छ
भएपछि मैले रेकर्ड राख्नु किन भन्दाखेरि त्यो को आएको छ। जस्तै उहाँले एक कपी मागिरहनु भएको छ, आज आउनु भएको छ, म दिन्छु उहाँलाई। त्यो कपीमा चाहिँ किन भन्दा यस्तै कार्यक्रम गर्नुपर्दा यो मान्छे चाहिँ नछुट्रोस् भनेर विशेष गरी आर्थिक भौतिक नैतिक गर्नेहरू छुट्याउनै भएन, किन अर्कोचोटि थपेरै मान्छे हुन्छ नभए पनि गर्नु पर्यो। अर्को कुरो को आएको छ अनि 4 चोटिसम्म आएन चाहिँ उसलाई नबोलाउने पैसा दिनेलाई चाहिँ गएर भनौँ, नदिनेलाई चाहिँ नबोलाउने हो। मेरो कार्यक्रममा त 4 चोटि नगरेर मैले कहिल्यै बोलाएको छु। घरकै त्यो समाजसेवी यसको दायित्वहरू छ नि, होइन सक्दिनँ भन्ने क्या भोलिपल्ट उसलाई किन अप्ठ्यारो पार्नु नबोलाएको। अनि अहिले आउनु है के गर्नु बोलाएको आउनु न भनिदिन्छु जिस्किन्छ सबै क्या। अनि अर्को कुरो भनेको सुरक्षा र सहयोगमा पूर्व सूचनाको लागि। अब यो चाहिँ किन सुरक्षा र सहयोग भनेको मतलब चाहिँ ट्रेड दिनुपर्ने, खडा लगाइदिनुपर्ने, जो मतलब हुन्छ नि त्यो सेड्युलहरू चाहिँ के हुन्छ स्ट्यान्ड बाई राख्ने हो क्या। टक 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 आउनुलाई आफै पुग्न भएन। अनि त्यसको लागि अर्को कुरो वक्ता तथा सहयोगीहरूलाई चाहिँ पूर्व जानकारी गराउनको लागि जुन अघि हामीले भनिसक्यौँ। अब तालिका कसरी बनाउने भन्दाखेरि चाहिँ हाम्रो तालिका बनाउने एउटा तरिका पनि छ कि। अब यस्तो हुन्छ तालिका म सर्टकट लाँदैछु ल, हामी प्रयोग भोलितिर पनि यो गर्ने। तालिका निर्माण गर्नको लागि मेन कुरा सबै आइसकेर हामी जाने भनेको चाहिँ के हो त, तालिकामा प्र्याक्टिस टिचिङ गरिन्छ है। प्र्याक्टिस टिचिङ गरिसकेर लास्टमा पढिन्छ, पाठ्यक्रम बनाउने सबै लास्टमा जाने भनेको स्कुलमा प्र्याक्टिस टिचिङ गर्नु नै जानुपर्दो रहेछ। अनि त्यहाँको अनुभव गरेर के गर्नु त पढाउनु जानुपर्ने रहेछ। अब सेना प्रहरीहरूको चाहिँ सबै कुरा गरेर तालिम लिनुपर्ने रहेछ होइन। तालिम पढिसकेर लास्टमा त फिल्डैमा जानुपर्ने रहेछ नि त, होइन त। अब हामी चाहिँ लास्टमा त फिल्डैमा आउनुपर्ने रहेछ। अनि अब 10-15 मिनटमा सकिन्छ। अब त्यसमा चाहिँ के हुँदो रहेछ भन्दा आयोजना विवरण खण्ड, कार्य विवरण खण्ड, सुझाव विवरण खण्ड हुन्छ। यो आयोजना विवरण खण्ड भनेको चाहिँ इन्डियन पऱ्यो क्या। आयोजन कार्यक्रमहरू सबै कुरा जुन ब्याकरणमा भएको चाहिँ माथि हेडलाइन हुन्छ सजेस्ट भयो है। अनि कार्य विवरण खण्ड भनेकोमा चाहिँ के भयो त आसन ग्रहण को के को भूमिका भयो। अनि सुझाव विवरण खण्डमा चाहिँ आफूलाई नलेजको लागि क्या। यो चाहिँ कसले कस्तो आयो मान्छेको अनुहार हेर्दा पनि थाहा पाइन्छ यसलाई यस्तो लागेको छ, त्यो चाहिँ आफ्नो लागि आयोजकको लागि विशेष गरी प्रशिक्षणहरूमा यस्तो चाहिँ काम गर्छ। त्यो कारणले गर्दा अब हामी चाहिँ आयोजना विवरण खण्डमा टेन्सन माग्नु पर्दैन, यस्तो नै हुन्छ। अनि कार्य विवरण खण्डमा चाहिँ अब हामीले यसमा चाहिँ ध्यान दिनुपर्छ। आयोजना विवरण खण्डमा चाहिँ के हुन्छ भने यो स्लोगन भइहाल्यो। स्लोगन भनेको यसलाई योबाट चाहिँ के बुझ्नुहुन्छ तपाईँहरू, योबाट चाहिँ तपाईँहरूले के हुनुपर्छ भने उद्देश्य हो क्या, बुझ्नुभयो नि। पनि के वर्गहरू एक गाउँ भन्छ नि, लास्टमा त्यो संस्थाको चाहिँ मेन उद्देश्य चाहिँ त्यो हो। एनआरएको कविताई जनताको बहुमूल्यता जिन्दाबाद हुन्छ होइन। जनताको बहुमूल्य भनेको मदन भण्डारीले उनले प्रतिपादन गरेपछि जान्दै भन्नु यस्तो। अब माओवादीको एउटा हुन्छ, काङ्ग्रेसको प्रजातान्त्रिक के हुन्छ होइन। यो गरिन जान्छ जुन कलाका राष्ट्रको अभिन्न